ल है साथीहरु, हामी त हाम्रो भारसेली सेवा समाज तराई क्षेत्रको प्रोग्राममा जाँदैछौँ। यो हामी पढेको स्कुल। वहाँ अगाडि 2 जना गइसकेछन्। कार्यक्रम सुरु भइसकेछ। उहाँ भाषण छाड्दैछन्। हामी ढिलो भयौं रेडी भएर नाच्न जाने मान्छे। म चाहिँ यता छु। हामी डान्स गर्ने हो, डान्स नाच्ने हो। हेर्ने भए आउनुहोस् है कुञ्ज पार्कमा। लिची फुलेर झपक्कै भएको छन्। यहाँ स्कुलको ग्राउन्ड। मान्छेहरू धमाधम आइरहेछन् भारसेका। प्याराफिट झरना स्पोर्ट्स क्लब कुञ्जलापुर। तिलोत्तमा छको मगर भवन हाम्रो। आउँदैछ दोकाने फुपू आउँदै हुन्छ। कुञ्ज पार्क आयो, कुञ्ज पार्क। अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै अतिथिको आसन ग्रहण गरिदिनुको धमबहादुर श्रीज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै कालिकानगर निवासी श्री जितमान गलामीज्यूलाई पनि आजको अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै कालिकानगर निवासी श्री जगबहादुर थापाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै श्री रामबहादुर थापाज्यूलाई पनि यस कार्यक्रमको अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। कृपया अगाडि रोमा आएर आसन ग्रहण गरिदिनु होला। त्यस्तै अतिथिकै आसन ग्रहण गरिदिनुको लागि यस समाजका सल्लाहकार समाजसेवी श्री क्याप्टेन खड्गबहादुर पुञ्ज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। हाम्रो आमा बाबुको दोकान। तालीको कमी नगराइदिनु होला, जोरदार तालीले सम्मान गरिदिनु होला। र त्यस्तै अतिथिकै आसन ग्रहण गरिदिनुको लागि श्री सुब्बा पदम थापा कालिकानगर निवासी श्री जमुना दिदी पदम थापाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि के माग्छ लाएर अनुरोध गर्दछु। लुगा सार दिन्छु फेरि। त्यस्तै
यतिका अरे सानो हो भन्ने कुरा होइन सानो राम्रो छ भरि लिप्स लागेको छ दाँतभरि लागेछ यस समाजका सल्लाहकार श्री क्याप्टेन एम बहादुर राणाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। जमुना दिदी के बनाउनु लाग्यो रे? हामी नाचेर हेर्दा झरालेको त नि दिदी 2-4 शब्द जाओस्। भालसली समाजको नैराश्री भालसली समाजहरूको भेटघाट कार्यक्रममा हामीले सिङ्गलापुर आमाको सानो स्टल चिकन चिल्ली अनि आलुदम सेलरोटी दिदी 2-4 शब्द जाओस् न। 2-4 शब्द के भन्नु र यस्तो भारतीय समाजको भेटघाट कार्यक्रम है यस्तै आमा समूहबाट हामी रमाइलो भयो त्यही हो। धन्यवाद। हाम्रो आमा समूहको अध्यक्ष उमी दर्लामी दिदी 2-4 शब्द जाओस् न भन्नु न छिटो छिटो भन्नु न। सबै आमा समूहको दिदीबहिनी धेरै धेरै धन्यवाद है। सबै अब कहिले नाच्नु भयो कहिले काम गर्नुभयो सबैलाई धन्यवाद। गाउँ र हाम्रो सानो मायाको चिनो ग्रहण गरिदिनु होला। 2-4 शब्द जाओस्। अल्झोलले के त मुसाले सुनेन त्यो त पो भन्नु त। हजुर फोटो होइन के भिडियो हो क्या। कार्यक्रम थियो